टी20 विश्वकपबाट बाहिरियो नेपाल। आईसीसी टी20 विश्वकप 2026 अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले 2 पटकको टी20 विश्वकप विजेता वेस्ट इन्डिजसँग पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ। लगातार 3 जितपछि वेस्ट इन्डिज सुपर 8 मा पुग्ने पहिलो टिम बन्दा लगातार 3 हार बेहोरेको नेपाल समूह चरणबाटै बाहिरिने दोस्रो टोली बनेको छ। नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो। समूह सी मा वेस्ट इन्डिजले अपराजित हुँदै 6 अङ्क जोडेर शीर्ष स्थानमा छ। 2 जित र 1 हारबाट इङ्ल्यान्ड 4 अङ्कसहित दोस्रो स्थानमा छ। समान 2 अङ्क जोडेका स्कटल्यान्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छन्। अब वेस्ट इन्डिज र इङ्ल्यान्डले इटलीसँग खेल्न बाँकी छ। यस्तोमा इटलीलाई हराएमा इङ्ल्यान्ड सुपर 8 मा पुग्नेछ। इटलीका लागि भने सुपर 8 पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ। नेपाल लगातार 3 हारपछि यस समूहमा अङ्कविहीन छ। अब मङ्गलबार स्कटल्यान्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ।